कतिसम्म भ्रष्टाचार हुँदो रहेछ भन्ने कुराहरू यहाँबाट थाहा हुन्छ कि साथीहरू। हामी भनेको जनताहरू यो मेरो पार्टी ऊ मेरो पार्टी तँ यस्तो पार्टी तँ उस्तो पार्टी भन्दै ठिक्कै, तर यति ठुलो भ्रष्टाचार हुँदो रहेछ कि यो भनेको एउटा चिजबाट मात्र हो हैन। यो 220 बाइक हेर्नुहोस्, इन्डियामा प्राइस कति छ? 1,27,000 हैन। नेपालमा कति छ? 4,70,80,90 सम्म भेट छ। 5 लाख राख्नु नि त सबै कागज पत्र मिलाउनेसम्म भनेपछि यत्रो पैसा लुट्दो रहेछन् कि यिनीहरूले। एउटा चिजबाट भन्दैछु, एउटा 220 बाट। अरू त आज छोडम कति हो कति। यो नेपाली करेन्सी हान्ने कति हुन्छ? 1,27,000 को मिनिमम 2 लाख हुन्छ चाहन्छन्। 2 लाखमा नदिए पनि 2.5 लाखमा त देऊ बाइक अनि 220 2.5 लाखमा चढ्न त पाउनु पर्यो हामी नेपालीहरूले। 50,000 खाऊ न तिमीहरू। 50,000 ले पुग्दैन एउटा बाइकबाट। 500 वटा बाइक एकचोटि ल्यायो भने यिनीहरूले भनौँ न 4 लाख 5 लाखले कति हुन्छ हान्नु त, मलाई त हिसाब गर्न आउँदैन हैन। त्यही भएर यति ठुलो भ्रष्टाचार के यो माडवाडीहरूले गर्ने हो हैन। मन्त्रीहरूलाई करोडौं पैसा फाल्दै सिद्धियो। एउटै 220 बाट पनि यिनीहरूले 2 लाखमा उताबाट पर्चेस गरेर आउँछ भनेपछि किराया सहित है 1200 आउँछ 2 लाखमा नेपाली। 50,000 खाएर 2.5 लाखमा त देऊ हैन। किन नेपाली युवाहरूले चाहिँ 4-5 लाख तिरेर चाहिँ चढ्नु पर्ने? कत्रो ठुलो भ्रष्टाचार के। अनि भ्रष्टाचार गरेकै छैन कोही पार्टी ठिक होइन। यसको बारेमा कसैले बोलेको छ अहिलेसम्म? छैन नि हैन। त्यही भएर एउटा 220 बाट यिनीहरूले 50,000 खाए पनि अथाह पैसा हो कि एउटाबाट। त्यही भएर यी कुराहरू बुझ्नै गाह्रो छ। हामी भन्छ यो पार्टी यो मेरो पार्टी यो मेरो पार्टी हैन। तलै जनताहरू लडाइँ गर्नु ठिक छ, माथि चाहिँ ल्याम पाड्न त भइहाल्यो नि हैन। पहिला चाहिँ जनता सचेत